Okay, good morning, students. Morning, sir. Are you all happy? Yes, sir. Okay, I'm so glad to see you all being happy. Okay, stay happy like this. म तिमीहरूलाई आज एउटा सानो स्टोरी भन्छु जो चाहिँ थोमस अल्भा एडिसनको विषयमा हो। सुनेको नाम थोमस अल्भा एडिसन? Yes, sir. को हुनुहुन्छ थोमस अल्भा एडिसन? थोमस अल्भा एडिसन चाहिँ इलेक्ट्रिक बल्ब हुनुहुन्छ। Thomas Alva Edison is the one who invented electric bulb. अन्त त्यो इलेक्ट्रिक बल्ब बनाउँदै गर्दाखेरि चाहिँ एकैतालमा इलेक्ट्रिक बल्ब बनिएन। He failed 10,000 times. कति? 10,000 times. 10,000 चोटि प्रयास गरेर मात्रै इलेक्ट्रिक बल्ब चाहिँ बल्ने भएको। अन्त उसलाई चाहिँ कति चाहिँ खुसी भयो होला त्यत्रो ट्राई गर्दा। हामी हो भने एक खेप दुई खेप ट्राई गरेर गिभ अप दिने बानी छ नि होइन, गिभ अप दिन्छ, निराश हुन्छ, छोड्छ। तर उसको त्यो प्रयास हेर त, कन्सिस्टेन्सी, निरन्तरता, निरन्तर उसले कन्टिन्युसली उसले ट्राई गरिबस्यो। अन्त उसले चाहिँ के भनेको छ, त्यो 10,000 टाइम्स जुन चाहिँ उसले एटेम्प्ट ट्राई गरेको थियो नि, त्यो चाहिँ उसले उसको फेलियर भनेन, उसको फेलियर भनेन, तर उसले चाहिँ 10,000 डिफ्रेन्ट वेज टु सक्सेस, 10,000 एउटा सक्सेस हुने तरिका भन्यो। के भन्यो? 10,000 सक्सेस हुने तरिका। इट इज 10,000 डिफ्रेन्ट वेज टु सक्सेस होइन। हामी हो भने एक दुई खेप ट्राई गऱ्यो त्यहाँबाट गिभ अप, बट वी सुड नट डु द्याट। अन्त सक्सेस भनेको चाहिँ के हो? सक्सेस भनेको सफल हुनु हो। अन्त सक्सेस, अब तिमी सक्सेस भयो अरे एउटा कुरामा, ओके, क्लास 7मा चाहिँ तिमीले एक्सिलेन्ट मार्क्स लिएर चाहिँ तिमी 8मा गयो अरे, ओके, तिमी पनि खुसी भयो, फ्यामिली पनि खुसी भयो, आमाले साइकल किन्यो, विन्टर भ्याकेसनमा विन्टर टुर लग्यो तिमीलाई, तिम्रो बेस्ट जग्गा घुम्नु लग्यो, डेलिसियस फुड बनाएर आमाले दियो होइन। त्यो 7मा राम्रो एक्सिलेन्ट मार्क्स लिएर पास गर्यो, त्यो मात्रै सक्सेस होइन। सक्सेस इज नट डेस्टिनेसन। सक्सेस चाहिँ एउटा डेस्टिनेसन, गन्तव्य होइन। सक्सेस भन्ने बित्तिकै फेलियर चाहिँ छैन होइन। सक्सेस इट इज लाइक विनिङ अ वार, एउटा युद्ध जितेको जस्तो हो, बट नट विनिङ एभ्री ब्याटल। हरेक लडाइँ चाहिँ जितेको होइन सक्सेस चाहिँ। एउटा युद्ध जितेको हो तर हरेक लडाइँ जितेको चाहिँ होइन। सो सक्सेस डजन्ट मिन एब्सेन्स अफ फेलियर। सक्सेस त जोसुकैले सेलिब्रेट गर्न सक्छ। तिमी आफ्नो सक्सेसमा तिमी एकदमै खुसी हुनसक्छ, तिमी पार्टी दिनसक्छ, तिमी ट्रिट दिनसक्छ। यु हेभ यर ओन वे अफ एक्सप्रेसिङ यर ह्याप्पिनेस, यर सक्सेस हुँदै गर्दाखेरि तिम्रो खुसी प्रकट गर्ने आफ्नो आफ्नो तरिका हुन्छ। कतिले नर्मल पारेर लिन्छ, कति एकदमै एक्साइटेड भएर ट्रिप दिन्छ साथीहरूलाई, लेट्स गो फर अ पिकनिक, लेट्स गो फर अ ट्रिप, लेट्स गो टु द रेस्टुरेन्ट, लेट्स सेलिब्रेट माई सक्सेस भन्छ। तर कतिले नर्मल पाराले त्यसलाई लिन्छ होइन। भन्नु मतलब सक्सेस सबैले सेलिब्रेट गर्न सक्छ, तर वाट अबाउट द फेलियर? त्यत्रो प्रयास गर्दा, ट्राई गर्दा पनि तिमी चाहिँ सक्सेस भएन भने के गर्ने? डिप्रेसनमा जाने? द्याट्स नट द सल्युसन। तर सक्सेस हुनुको लागि चाहिँ जस्तै एडिसन 10,000 टाइम्स उसले एटेम्प्ट गर्दा मात्रै इलेक्ट्रिक बल्ब जलेर संसारलाई नै उज्यालो बनायो, त्यसरी नै हामीले पनि कन्टिन्युसली हामी के गर्नुपर्छ? ट्राई गर्नुपर्छ। ओके, सो आफ्नो सक्सेस त हामीले सेलिब्रेट गर्न सक्छ, तर मेन कुरा चाहिँ जब हामी फेल हुन्छ, कतिचोटि धेरै प्रयास गर्दा पनि हामी सक्सेस नहुन सक्ला। ओके, सो वी सुड अलवेज बी प्रिपेयर्ड फर द फेलियरलाई चाहिँ हामी कसरी ह्यान्डल गर्ने? फेलियर चाहिँ फर्स्ट के अरे, फेल भनेको चाहिँ FAIL, फेल भनेको चाहिँ फर्स्ट एटेम्प्ट टु लर्न अरे। त्यो फेलियरबाट नै हामी सिकेर चाहिँ अघि बढ्ने हो। ओके, वी माइट फल इन लाइफ, हामी जिन्दगीमा हामी गिर्नु सक्छ, हामी लड्नु सक्छ। ओके, बट वी सुड फल लाइक अ सिड विच ग्रोस ब्याक अगेन टु फेस द च्यालेन्जेस अफ लाइफ। हामी चाहिँ एउटा
मलिलो भूमिमा झरेको बिरुवा जस्तै हुनुपर्छ अरे, जुन चाहिँ फेरि उम्रेर आफ्नो लाइफलाई के गर्छ, फेस गर्छ. सो द मोरल अफ द स्टोरी इज नेभर गिभ अप. यु अन्डरस्ट्यान्ड? वाट डिड यु अन्डरस्ट्यान्ड? वी सुड नेभर गिभ अप भन त. We should never give up. लाउडर जोयफुल्ली भन. We should never give up. विल यु गिभ अप नाउ? No, sir. ओके, थ्याङ्क यू. Thank you, sir.